कार्यक्रम जीवनका रंगहरू। नमस्कार, स्वागत छ कार्यक्रममा। कार्यक्रम जीवनका रंगहरूमा छौं हामी। कार्यक्रम जीवनका रंगहरूमा तपाईको साथमा म सूरजवीर बज्वाचार्य। प्राकृतिक सौन्दर्य एवं विविधताले भरिएको हाम्रो देश नेपालमा यी सम्पदा कति नेपालीको लागि सम्पत्ति भयो त? जवाफ खोज्ने क्रममा तपाई पनि पुग्नुभयो होला पर्यटकीय गन्तव्यस्थल अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने घले गाउँमा। समुद्री सतहदेखि 2100 मिटर उचाइमा रहेको यस घले गाउँ ग्रामीण पर्यटनको एउटा सफल नमूनाको रूपमा स्थापित भइसकेको छ। घले गाउँको यो ख्याति एवं सफल व्यवस्थापन सँगसँगै एक व्यक्तिको नाम जोडिन आउँछ। ग्रामीण पर्यटन विकास समिति घले गाउँका अध्यक्ष प्रेम घले। 2014 साल कार्तिकमा घले गाउँ वडा नम्बर 3 मा जन्मिनुभएका प्रेम घले त्यो बेलाको घले गाउँलाई कसरी सम्झिनुहुन्छ त? कुनै विचारले भन्ने कुराहरू थिएन, त्यहाँ कुनै टोयलेट बाथरुमहरू थिएन, त्यहाँको जनताहरू अशिक्षित थिए, त्यहाँकोमा स्कुल थिएन, त्यहाँ चाहिँ बाटो थिएन। 2-4 वर्ष मात्रै भयो त्यहाँ बाटो कहाँ हुने म जान्ने बेलामा। सदरमुकाम बेसार पनि थिएन, सदरमुकाम कुन्सा भन्ने ठाउँमा थियो। त्यहाँबाट 2 दिन हिँडेर मात्रै चाहिँ कुन्सा पुग्यो। त्यतिखेर चाहिँ ठुल्ठुलो गुरुङ गाउँहरू भन्दा सबैभन्दा चाहिँ एकदम पछाडि थियो घले गाउँ। त्यतिखेर चाहिँ लमजुङको गुरुङ गाउँहरू जस्तो भन्दा एकदमै चर्चित गाउँ घनपोखरा, गिलुङ, पस्गाउँ त्यस्तो चाहिँ ठुल्ठुलो गाउँहरू थिए। हाम्रो गाउँ एकदमै निकै पछाडि थियो त्यतिखेर, एकदमै हाईमा छ। त्यहाँदेखि चाहिँ काम गर्ने ठाउँमा 2 घण्टा लाग्थ्यो। हरेक गाह्रोहरू थियो त्यहाँ। एउटा गुरुङ समुदाय भयो उनीहरूले चाहिँ गुरुङ समुदाय एकता हुन्छ अनि गुरुङको एकताको कार्यले रोजीहरू गर्थ्यो। त्यहाँ चाहिँ भाडा पर्माहरू गरेर यसरी चाहिँ काम गर्ने सुरु गर्थ्यो। त्यहाँ चाहिँ त्यतिखेर एकदमै चाहिँ गाह्रोसँग चाहिँ बितायो भन्नु त्यतिखेर बाल्यकाल चाहिँ त्यतिखेरको कुराहरू हेर्दा अहिले हेरेर त एकदमै अचम्म लागिरहन्छ मलाई। काठमाडौँबाट पश्चिम पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजार हुँदै करिब 170 किलोमिटरको यात्रा पश्चात लमजुङ जिल्लाको सदरमुकाम बेसी शहर आइपुगेपछि बाटो लम्कन्छ घले गाउँतर्फ। यति लामो यात्राले घले गाउँ पुग्न तत्पर मनहरूलाई रोमाञ्चित गर्छ। आज धेरै विद्यार्थीहरूको अध्ययन गन्तव्य बनेको घले गाउँमा हिजो शिक्षाको पूर्वाधार तयार गर्दाको अनुभव प्रेम घले यसरी सुनाउनुहुन्छ। एउटा जिम्मल थियो, त्यो गाउँ चलाउने नाइकी। मेरो बाजे, मेरो जिजु पनि जिम्मल, मेरो बाजे पनि जिम्मल, मेरो बा पनि जिम्मल। जिम्मलको छोरा भनेर अलिअलि चाहिँ खाने बस्ने त्यस्तो समस्या थिएन, हामी चाहिँ ठिकै थियो। तर हामीतिर त्यो आर्थिकहरूको चाहिँ त्यति धेरै चाहिँ राम्रो चाहिँ थिएन। शिक्षकै कारणले चाहिँ मैले अलि दुःख पाएँ। मैले सुरु एसएलसी मात्रै गर्नु पायो त्यतिखेर चाहिँ मैले। त्यतिखेर चाहिँ कुनै स्कुल दिन हामी चाहिँ गुरुबाट 2-4 जना मान्छे मात्रै बसेर चाहिँ एउटा चाहिँ घरमा चाहिँ पिँढीमा पढाउँथ्यो। अनि पछि आएर त्यो पढ्ने कारण धेरै दुःख थियो। अनि त्यतिखेर चाहिँ गुरुङ गाउँतिर भेडी गोठाहरू थियो, गाई गोठाहरू थियो, अनि भैँसी गोठाहरू थियो। त्यो गोठतिर बस्यो हामी। त्यति अलिअलि पढ्यो, त्यतिकै बस्यो। अनि पछि आएर बल्ल बल्ल घरे गाउँको तल बगुङ भन्ने ठाउँमा चाहिँ स्कुल पढेर त्यहाँ हामी त्यहाँबाट पास गर्यो। अनि त्यसपछि जनविकास महाविद्यालय आएर एसएलसी गर्यो मैले। अब मेरो गाउँबाट चाहिँ करिबन 1.5 घण्टा चाहिँ जानु पऱ्यो त्यो स्कुलमा चाहिँ। पढाइमा एकदम गाह्रो थियो। हामी पढ्न जाँदाखेरि नि अब चाहिँ तल जाँदाखेरि ओह्रालो थियो। शैली आउने बेलामा चाहिँ शहीद बसमा चाहिँ पानी आसिनाहरू परेपछि आउन पनि खुब गाह्रो हुन्थ्यो। हामी कहिले बाटोमै थुनिन्थ्यौँ। हामी रुखको फेरितिर चाहिँ बास बसेर हामी पढेको थियो। म जन्मेको ठाउँमा चाहिँ स्कुल थिएन। 2036 सालमा चाहिँ म आफूले खोलेको थिएँ स्कुल। त्यहाँ गाउँलेहरू मिलेर हामीले चाहिँ त्यहाँ स्कुल खोल्यौँ। स्कुलको नाउँ घले उत्तरकन्या प्रावि। घले गाउँमा चाहिँ एउटा उत्तरकन्या मन्दिर भनेर छ। त्यो मन्दिरको नामबाट घले उत्तरकन्या प्रावि, घले उत्तरकन्या मावि, घले उत्तरकन्या गाविस भनेर सबै त्यो उत्तरकन्या मन्दिरबाट जोड्यो। अध्ययनमा रुचि हुँदै पनि अगाडि बढ़ाउन सकिने स्थिति थिएन। घले गाउँकै विकासमा सक्रिय प्रेम घले एसएलसी उत्तीर्ण गर्ने तेस्रो व्यक्ति हुनुभयो। तर घले गाउँका लागि यो उत्साहको विषय बनेन। त्यो बेला जम्मा लमजुङ जिल्लामा एउटा सेन्टर थियो। त्यतिकै क्याम्पसहरू टाढा काट्नु बाहेक कहीँ जान्दिएन। हामी एसएलसी पास गरेपछि अनि लाउरी हुने कुरा गरे के अरे घरको जाने तिमी लाउरी हुनुपर्छ भनेर भयो। लाउरी गयो। मनमा चाहिँ फर्केर म चाहिँ स्कुल गएँ, गाउँमै बसेँ। यदि जना पास भयो भन्ने कुरा चाहिँ रेडियोले खबरमा सुनाउँथ्यो। अनि गर्नुपर्दा अरूले कुरिराख्नु पर्ने के बेसरी करिबन चाहिँ एसएलसी रिजल्ट भएपछि 10 दिन 12 दिनपछि म थाहा पाउने। अनि पछि हामी 4-5 साथीहरू 20 जना आएर हेर्दाखेरि पास भएको खबर सुन्यो। पायो नम्बर सिमल नम्बर भेटायो। अनि खुसी भएर गाउँ फर्कियो। अनि बेलुका चाहिँ हाम्रो
कति चलन फेरि रोटीको चलन अब त पासको उपलक्ष्यमा चाहिँ खाजा खाने भने रोटी सोटी पोखेर खायो त्यसै रमाइलो गरायो त्यस्तै। एसएलसी पास गर्नेहरू गाउँभरिमा झन्डै 2 जना 3 जना दिदी होला। म चाहिँ 3 नम्बरमा परेको यसले मान्दा पढेन त्यतिखेर एसएलसी भनेको ठुलै कुरा हो नि। तर चाहिँ त्यति महत्त्व नहुने क्या त्यो गुरुङ गाउँतिर चाहिँ पढाइको त्यति महत्त्व लाउरीकोपट्टि महत्त्व हुने को पास भयो को फेल भयो त्यसको चाहिँ महत्त्व नहुने तर आफूलाई चाहिँ निकै महत्त्व हुन्थ्यो। पढाइको महत्त्व कम रहेको यस गाउँको प्रमुख प्राथमिकतामा पर्थ्यो लाहोर जानु। यो जीवनको लक्ष्य नहुँदा नहुँदै पनि प्रेम घले लाहोरमा जाने समूहमा मिसिन पुग्नुभयो। मलाई एकखेर लाउरे हुनु मन पनि लाग्यो। लाउरे गएर पनि फर्केर आएको म चाहिँ 18-19 वर्ष हुने बेलामा हो। मेरो दाइ चाहिँ इन्डियाको चाहिँ लाउरे हुनुहुन्थ्यो। मेरो दाइले इन्डियाको सिमला भन्ने ठाउँमा लगेर 2-3 महिना राख्यो। अनि पछि मैले दाइले सल्लाह गरेँ म लाउरे हुन्न म घर गएर बस्छु त्यहाँ स्कुल खोल्छु भनेर म चाहिँ त्यहाँबाट दाइसँग सल्लाह गरेँ। म फर्किएर अनि गाउँ आएर स्कुल खोल्यो। मैले गाउँलेहरूसँग सल्लाह गरेर चाहिँ घरे गाउँ प्राविधिक स्कुल खोल्यो अनि त्यहीँ टिचर गरेर बस्यो। त्यो कस्तो खालको मन भयो भने अब त्यहाँ बसेर चाहिँ अब त्यो लाउरे जीवनहरू हेर्दै गएपछि अर्को देशमा गएर के लाउरे हुने आफ्नो देशमा गएर केही गर्नु सक्यो गाउँमा केही गर्नु सक्यो भने त्यतै होला भन्ने कारणले म चाहिँ गाउँ फर्कियो। दाइले नै भन्थ्यो तिमी चाहिँ लाउरे भनेपछि पैसा हुन्छ पेन्सन हुन्छ केही हुन्छ नजाऊ भन्दै थियो सम्झन्थ्यो। म ठिकै छ म त्यो गाउँमै गएर बस्छु त्यहीँ गरेर खान्छ भनेर म फर्कियो। केटाकेटीदेखि अलि सामाजिक समाजलाई केही हुनुपर्छ भन्ने अलिअलि भावना भएको मान्छे थियो। म त्यहाँ लाउरे भइरह्यो भने मैले त्यो काम गर्न सक्दैन भन्ने कारणले म गाउँलाई केही गर्छु भनेर म त्यहाँबाट फर्कियो। माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो, मनासलु, बौद्ध हिमाल, टक्रो हर्को गुरुङ पार्क लगायतका मनोरम दृश्यहरू बिर्सेर लाहोरमा लोभिएन प्रेम घलेको मन। समाजका लागि केही गर्नुपर्छ भन्ने भावनामा भिज्नु भएका घले यही कारण गाउँ फर्किनुभयो। त्यो समय सार्थक पनि बन्यो किनभने यही समयमा शिक्षाको आधार विकास भयो। 3-4 उता बसेर आएपछि त्यसपछि अब पढ्ने सकिने कोही भएन कहाँ चाहिँ कहीँ जान्थ्यो त्यतै भयो। त्यस कारण चाहिँ स्कुल खोल्ने भनेर गाउँमातिर बसेर स्कुल पढाउन सुरु गर्यो। 35 सालमा चाहिँ त्यहाँ हाम्रो कप्तान खाउँ गरेर एउटा भू प्रधान भनेर थियो। ल दाइ यहाँ स्कुल खोल्नु पर्यो भनेर चाहिँ हामीले ल तिमी मास्टर बस् त भनेर भने उसले मलाई 80 रुपियाँ दियो। अनि 80 रुपियाँमा बसेर चाहिँ मैले सुरुमा स्कुल सुरु गरेँ। 100 जना विद्यार्थी भएको थियो। धेरै मजाले सम्झाएपछि जसले बच्चा पढाउनु त्यसलाई 25 जरिमाना गर्ने भनेर चाहिँ गाउँले सभा बसेर चाहिँ निर्णय गर्यो भने हामीले त्यहीँबाट चाहिँ स्कुलमा विद्यार्थी ल्याएर चाहिँ पढाउन सुरु गर्यो। 25 पैसा तिनी गुरुले पनि बच्चा बच्ची चाहिँ पढायो उनीहरूले ल्यायो। त्यतिखेर म एक्लै गरेँ। मैले पुरै चाहिँ ग्राउन्डमा चाहिँ यसरी लाइन लगायो। यहाँबाट पढ्दै गयो उसको छेउमा गए चाहिँ हाउसुटी भयो। फेरि एकछिन परेको हाउसुटी बनायो उताबाट पढाउँदै यहाँ ल्याएपछि फेरि 4 बजे बिदा हुन् त्यसरी पढायो एक्लै। पछि एउटा जमदर साहब भन्ने मेरो काका चाहिँ पेन्सन आउनुभयो। त्यो काकाले अलि पढेको थियो अनि त्यो काका र म भएर चाहिँ पढायो। अनि हामीले त्यो गाउँलेहरूसँग चन्दा उठाएर स्कुल बनायौँ। त्यतिखेर यो जिल्ला विकासहरूले यो गाविसले पैसा दिने सरकारले कुनै पैसा थिएन क्या अरे। त्यहाँ चाहिँ हाम्रो धेरै पेन्सनवालाहरू भएको हुनाले चाहिँ मैले भनी गर्ने भनेर हाम्रो चाहिँ उभोली उधोलीमा चाहिँ पूजा गर्छ जो सिमी भूमि पूजा गर्नलाई त्यो गर्छ। त्यहाँ गएर चाहिँ मैले प्रस्ताव राखेँ अब स्कुल बिना चल्न सक्दैन ल स्कुल खोल्नु पर्यो तपाईँहरूले सबैले पैसा दिनु पर्यो भने चाहिँ कहिले 50 कहिले 100 धेरै दिने भन्ने मान्छेलाई 505 रुपियाँ दियो के अरे। त्यसपछि 16,000 17,000 कति पैसा उठ्यो। काका चाहिँ लिलबहादुर जमदार भन्ने चाहिँ इन्डियन आर्मी भएपछि ल काका चाहिँ इन्डियन आर्मीले चाहिँ पैसा दिन्छ स्कुल बनाउने पैसा दिएर हामीले सबै कागजात पेश गरेपछि त्यो इन्डियन आर्मीले हामीले के थोरै पैसा दियो। त्यसपछि हामीले 4 कोठे भवन बनाएर चाहिँ स्कुल सुरु गर्यो। 2035 सालदेखि अध्यापन शुरू गर्नुभएका प्रेम घलेले 2046 सालसम्म शिक्षककै रूपमा शिक्षा क्षेत्रमा नै आफूलाई समर्पित गर्नुभयो। त्यसपछि शिक्षकको पेशा त्यागेर राजनीतिमा होमिनुभएका प्रेम घले 2049 सालमा मात्र 31 वर्षको उमेरमा गाविस अध्यक्षमा निर्वाचित हुनुभयो। यो पदावधिमा गाउँ विकासको योजनाले मूर्त रूप भने पाउन सकेन। पुनः 2054 सालमा दोस्रो पटक गाविस अध्यक्षका रूपमा निर्वाचित हुनुभयो उहाँ। यो पदावधि भने सार्थक बन्यो घले गाउँको परिवर्तनको लागि। 3 कुरालाई विशेष गरेर जोड दियो। एउटा चाहिँ ठाउँ ठाउँमा जुवा तासहरू खेल्न नदिने, रक्सी जाँडाहरू चाहिँ भोटिएर खोल्न नदिने त्यो अभियान मैले सुरु गर्यो। क्षेत्रीय बाहुन समाजतिर चाहिँ पुरानहरू लगाएर पैसा उठाए। गुरुङ संस्कृति कार्यक्रम गरेर मैले त्यहाँ चाहिँ कति गाउँ त्यतिखेर 97 सालतिर मैले 16-17 लाख पैसा उठायो। स्कुल खोल्ने काम गरेँ। यसो मावि स्कुल सुरु गर्यो। घले गाउँ चाहिँ 2100 मिटरमा भएको अनि त्यहाँ चाहिँ अब हिउँ पर्ने जाडो हुने धेरै मान्छेहरू बसाइ सर्ने सुरु हुने गरेर भयो। अनि त्यसपछि मैले सोध्दै गएपछि यो ग्रामीण पर्यटन अलिअलि
चलिरहेको नेपालमा। पोखरामा चाहिँ एउटा गोष्ठी थियो, त्यतिखेर त्यहाँको प्रमुख डाक्टर हर्क गुरुङ हुनुहुन्थ्यो। उहाँले अब सहरमा होइन पर्यटक, सहरको पर्यटक गाउँ लाने हो, त्यही नै ग्रामीण पर्यटन हो भनेर कुराले भाषण गर्थ्यो। अनि के हेर्न लाने गाउँमा भने गाउँमा गुरुङहरूको कल्चर संस्कृति हेर्न लाने, घाटो हेर्न लाने, झापडीनाच हेर्न लाने, पोजुनाच हेर्न लाने। अनि त्यही चाहिँ परिवारले चाहिँ त्यही पर्यटकहरू चाहिँ परिवार जस्तो व्यवहार गरेर चाहिँ सबै पर्यटकहरू चाहिँ राम्रो गरेर चाहिँ पैसा कमाउने भनेर बुढाले भाषण गर्थ्यो। त्यसपछि आएर मैले कहीँ टोयलेट थिएन, केही थिएन। अनि गाविसको निर्णय गरेर चाहिँ गाविसमा चाहिँ 12वटा घरमा चाहिँ टोयलेट गर्ने भनेर चाहिँ गाविसले चाहिँ टिन किन्थ्यो, सिमट किन्थ्यो, त्यो पेनहरू किन्थ्यो, सबै किन्थ्यो। तर गाउँलेहरू सङ्घर्ष चाहिँ हामी चाहिँ अहिलेसम्म चाहिँ बाहिर चाहिँ टोयलेट चाहिँ घरमा के टोयलेट गर्ने भनेर झगडा गरिरहे। पछि 1 वर्ष 2 वर्ष त्यो 12वटा टोयलेट सुरु गरेपछि 2097 एउटा घरेगाउँ महोत्सवको आयोजना गर्यौं। त्यो महोत्सवमा चाहिँ हामीले नेपालकै राम्रो पत्रकारहरू ल्याएर लग्यौं। त्यहाँ चाहिँ यसरी प्रचार सुरु गरे। हामी ग्रामीण पर्यटन सुरु गरेपछि ग्रामीण पर्यटन गन्तव्यका रूपमा घलेगाउँलाई विकास गर्ने कामको बीजारोपण भयो, तर काम त्यति सजिलो थिएन। त्यतिखेर चाहिँ पर्यटक भनेको के हो थाहा पाएको थिएन गाउँलेहरूले। अनि उनीहरूले गाउँलेहरूले के भन्थ्यो भने यो प्रेम घोलेको पाउनु हो, हाम्रो पाउनु हो र भन्ने, पैसा लिने, त्यसै भएर चल्यो। अनि पछि चल्दै चल्दै गएपछि मैले के भन्यो भने हेर्नुहोस् पर्यटक भनेको हाम्रो भगवान हो, पछि धेरै पर्यटनको विकास हुने, पैसा ल्याउँछ, तपाईँहरूको चाहिँ जीवनको परिवर्तन हुन्छ भनेर भन्दै गएपछि अनि 10 वर्षको जनयुद्धले सबै मान्छे डराए। म जानु पाएन। सबैभन्दा पहिले माओवादीले मलाई मार्छु भनेर चाहिँ जनकारबाहीको चाहिँ पर्जन निकाल्यो। उहाँ रातारात गएर रातारात फर्किने स्थिति पर्यो। त्यही कारणले जनताहरू मसँग कराइरह्यो, कोही तिमीले चाहिँ यहाँ पर्यटक आउँछ, हाम्रो जीवन परिवर्तन गर्छु भनेर चाहिँ हामीले भन्यो। टोयलेट बनायो, त्यत्रो सफा गर्यो, हरेक कुरा गर्यो। एकजना पर्यटक आउँदैन के हो भनेर मलाई प्रश्न आउँदै जान्थ्यो। एक दिन शान्ति भयो भने तिमीहरूको घरमा पर्यटक आउँछ, विकास हुन्छ, नात्यो भनेर मैले सम्झाउँदै गयो, बुझ्दै गयो। ठुलो संघर्षपछि नेपाल सरकार र चाहिँ माओवादी बीचको 12 महिना सम्झौतापछि मान्छे आउन थालेपछि गाउँलेहरूले यस्तो रहेछ भनेर अनुभूति गर्यो। घलेगाउँलाई ग्रामीण पर्यटनको प्रमुख गन्तव्यको रूपमा स्थापित गर्ने यो अभियानमा सशस्त्र विद्रोह भइरहेको उक्त समयमा ज्यानै पनि बाजी राख्नु परेको कठिन परिस्थितिसँग हार्नु भएन। उहाँ भ्रष्टाचार गरेछन्, जनताले दुःख दिएछन्। मैले जनताको परिवर्तनलाई काम गरेको हुनाले चाहिँ म चाहिँ यो चाहिँ तपाईँले बरु मलाई मार्नुहोस्, मलाई काटिदिनुहोस्, म तपाईँलाई जान चाहिँ म तयार छु, तर यो यात्रा चाहिँ मैले छोड्दैन भने त्यसै गाउँले तपाईँ जानुहोस् यिनीहरूले मार्दिन्छ जानु भने म किन जाने, मारेमा गाउँलेकै बिचमा मर्छु, म किन मर्ने भनेर मैले त्यहीँ बसिरहेँ। अनि पछि चाहिँ काठमाडौँको ललित कला क्याम्पसको एउटा टोलीसँग मेरो भेट भयो। हामी चाहिँ तपाईँहरूको गाउँमा आउँछौँ, गाउँमा बसेर चाहिँ घलेगाउँको एउटा कला महोत्सव मनाइदिन्छु अनि हामी टुरिज्मसँग जोडिदिन्छौँ भनेर उनीहरूले भने। हुन्छ भनेर भने त्यतिखेर उनीहरूको 60 जनाको ग्रुप थियो। त्यो कला महोत्सवको बेलामा पनि म बेसारदेखि घलेगाउँसम्म पुगेको 3 ठाउँमा छेकेँ मलाई घलेगाउँ जानु पाउँदैन भनेर। तर मलाई मारोस् म जान्छु, मेरो गाउँले बनाउँछु, मेरो गाउँले चाहिँ कुनै हालतमा पनि म चाहिँ मेरो गाउँले राम्रो बनाउँछु मैले छेक्दै गएर मैले कला महोत्सव मनाएर आएपछि बिस्तारै नेपाल टुरिज्म बोर्डसँग मेरो सम्बन्ध कायम भयो। त्यस्तो हुँदा हुँदै पनि छेक्दा पनि हामीले चाहिँ म चाहिँ राति लुगेर गए पनि गाउँलेको चाहिँ पर्यटन छोडेन। त्यस्तो दुःखहरू कुरा गरे भने त अहिले थुप्रै कुराहरू 5 दिन गर्ने सिद्धिन्थ्यो। यो 68 सालको आम चुनावमा मलाई मारिसकेको मान्छे चाहिँ गाउँले चाहिँ छुटायो। अहिले पनि गाउँलेहरू चाहिँ मैले त्यो कुराहरू सुनाउँदै गएपछि गाउँलेहरू अहिले पनि सबै आँखामा आँसु रसाउँछन्। अनि गाउँलेहरू चाहिँ हाम्रो आशीर्वाद तिमी बच्नुपर्छ, हाम्रो मूल मान्छे भनेको तिमी हो, तिम्रो कारणले हामी खानु पाएको भनेर अहिले पनि म जाने बित्तिकै उनीहरूले फुलमाला लगाइदिन्छ, आशीर्वादको टेको लगाइदिन्छ। त्यति बेला चाहिँ दुःखहरू म सबै बिस्तारै बिर्सिन्छ। युनिभर्सल एकाडेमी बोर्डिङ स्कूल सञ्चालन एवं कृषि जागरण बचत तथा ऋण सहकारी संस्थाको केन्द्रीय अध्यक्षका रूपमा पनि सक्रिय प्रेम घलेको नशामा घलेगाउँ दगुरिरहेको छ। आजको घलेगाउँको रूपले सन्तोषको अनुभव पनि गराएको छ उहाँलाई। यो गाउँले कसरी विकास गर्ने, के गर्ने भनेर म चारैतिरबाट ल आइदिनुहोस् न, ल आउनुहोस् घलेगाउँ घुम्न जाउँ भने मेरो चाहिँ झोलामा सधैँ घलेगाउँको ब्रुसहरू बोकेर हिँड्छु, घलेगाउँको सिडीहरू बोकेर जान्छु। जहाँ जान्छ त्यहाँ मैले घलेगाउँको सिडीहरू देखाउँछु, घलेगाउँको ब्रुसहरू बाँड्दै गएपछि धेरै मान्छेले नि मलाई के भन्छ भने यो खालि घलेगाउँ मात्रै भन्छ, घलेगाउँ मात्रै भन्छ। अहिले घलेगाउँ साथ राष्ट्रको नमुना गाउँ बनिरहेछ। त्यसैले चाहिँ यो घलेगाउँको बारेमा चाहिँ मैले थुप्रै आन्दोलन ठुलै गरेर मैले आफ्नो शरीरलाई पनि बाजी रहेर आन्दोलन यहाँसम्म ल्यायो। अहिले चाहिँ सफलता भएपछि मलाई खुशी लागिरहन्छ। ग्रामीण पर्यटन प्रति समर्पित विकासकै कारण यो स्थानमा आधारभूत पूर्वाधारहरूको पनि विकास भएको छ प्रेम घलेकै सक्रियतामा। ग्रामीण पर्यटनको सिद्धान्त भनेको
एउटा घरमा 2 जना पाहुना राख्ने, गरिबले एकदम गरिबले पनि 2 जना पाहुना राखेर चाहिँ 2-4 पैसाको आम्दानी भनेर त्यसको जीवन स्तर उठाउने हो। खास गरी यसको सिद्धान्त भनेको गरिबी निवारण गर्ने हो। त्यसकारण चाहिँ हाम्रो गाउँलेहरू अहिले के गर्छन् भने पाहुना आउने बेलामा चाहिँ पाहुनाहरूलाई चाहिँ सम्मान सत्कार गर्ने, नआउने बेलामा खेतीबारी गर्ने, त्यही हो। अहिले त केही प्रभाव गर्ने पर्छ। अहिले यो बर्खाको बेला पनि समस्या छैन। प्राय अहिले चाहिँ घरगाउँमा जानेहरू चाहिँ यो अनुसन्धान गर्ने कलेजका केटाकेटीहरू जान्छन्, उनीहरू हामीले राम्रै मिलाएर राख्न सकिन्छ। बाटो बनेपछि धेरै मान्छे गएछ। बेसर भोजुङ भनेर एउटा बाटो थियो, निर्माणको अध्यक्ष म हो। बिजुली ल्याउने मैले सबै मेरै भूमिका हो। त्यहाँ गाडी पुग्ने दिनुमा त धेरै राम्रो आए जनताहरू। त्यो गाडी र बिजुली गएपछि पाहुनाहरू एकदम फ्लो बढ्यो। बिजुली चाहिँ 3 वर्ष भयो, गाडी चाहिँ 2 वर्ष हो। जिल्ला विकासले पैसा हाल्थ्यो, गाविसले पैसा हाल्थ्यो। मैले सिंहदरबारतिर चाहिँ धेरै गरेर पनि केन्द्रबाट पनि धेरै पैसाहरू पार्यो। अनि विशेष गरेर जनताले श्रम दियो सर। हामीले चाहिँ श्रमले पनि धेरै कामहरू गरेर हामीले पुऱ्याइदियो सर गाडी। बिजुली चाहिँ 2टा विषयमा उडिरहेको छ। एउटा सामुदायिक भनेर चाहिँ यो सामुदायिक चाहिँ दर्ता संस्था दर्ता गराएर चाहिँ गाविसले पैसा हाल्ने 70% चाहिँ के हाल्ने भनेर यस्तो चाहिँ खालको एउटा थियो त्यहाँ। अनि मेरो विचारमा के लाग्यो त्यो पछि लाग्दाखेरि मलाई अलि चाहिँ ढिलो होला भनेर चाहिँ लमजुङको माया नेपाली सुब्बा गुरुङ चाहिँ पर्यटन मन्त्री हुने बेलामा चाहिँ पर्यटनको पूर्वाधार भनेर चाहिँ 10 लाख जति पैसा छुटाइदिएको थियो। त्यही पैसाले झ्याप्पै चाहिँ पोल किनेर चाहिँ त्यहाँ चाहिँ घनपौरा भन्ने ठाउँसम्म आइपुगेको थियो। अलिअलि गाविसको पैसा हालेर 20-25 लाख पैसा जम्मा गरेर चाहिँ पहिलो वर्ष चाहिँ पोल किनिहाल्यो। अर्को वर्ष चाहिँ जीविस गरेर गाविस अलिअलि फेरि त्यही थोपिदिएर चाहिँ तार किनेर चाहिँ बिजुली चाहिँ सहिलेसँग लिएको छ। बाटो ल्याउनु चाहिँ गाह्रो भयो, बिजुली चाहिँ सहिले लैलियो। आमो समूहहरूले पैसा हाल्यो, युवा क्लबहरूले पैसा हाल्यो, अनि त्यसरी गरेर चाहिँ उठाएर चाहिँ केही नगरेर गाउँले बिच नै पैसा उठाएर त्यसरी चाहिँ बिजुली बाँच्यो। हिजो रोजगारीकै खोजीमा गाउँ छोड्न बाध्य घले गाउँका गाउँलेहरू आज कृषि, पशुपालन, स्थानीय हस्तकलाका सामग्रीहरू उत्पादनमा समेत व्यस्त छन्। यहाँका बासिन्दाहरू गाउँमा पाउने लोकल चिज आलु, हाम्रै बारीको आलु, बारीको दाल, खेतको चामल, साग, लसुन सबै हामीले गरेको हाम्रै लोकल घरको चिज बजारबाट ल्याउँदैन। घले गाउँको विकासले लोभ्याएको छ अरू गाउँहरूलाई पनि, तर अरू गाउँले घले गाउँको रूप पाउन सकेको छैन। अरू गाउँ पनि आफ्नै प्राकृतिक एवं सांस्कृतिक सम्पदाकै आडमा विकास गरून्, आत्मनिर्भर बनुन् भन्ने लाग्छ उहाँलाई। तर सबै ठाउँमा प्रेम घले भेटिँदैनन्। लमजुङमा 15वटा गाविसमा चाहिँ होमस्टेको चाहिँ सुवार गरेको छ, तर चाहिँ मान्छे खट्दैन। असत्यै खट्नुपर्छ। एउटा होटल एउटै परिवारले चलाउँदाखेरि गाह्रो हुन्छ भने प्रत्येक गाउँमा 30-40 घरमा चाहिँ होमस्टे राख्दा गाह्रो त बेसरी गाह्रो हुन्छ। एकता चाहिन्छ। खास गरी पाहुनाले के खोज्छ, के चाहन्छ। जस्तै अब हामी घलेगाउँमा जाने पाहुनाहरूलाई गुरुङ संस्कृतिहरू देखाउँछ, घाटोहरू देखाउँछ, हामीले भिडियोकोडाहरू बनाउँछ। त्यो थुप्रै चाहिँ बाजा आचरण छ, तर मान्छेहरू त्यति लाग्नु सक्दैन। म त सबै जीवनै त्यही लागु कारण चाहिँ मेरो चाहिँ सफल भयो, तर मान्छेहरू त्यसरी लाग्दैन। अब 1 वर्ष महोत्सव मनाएपछि हराउँछ, 10-12 वर्षपछि महोत्सव मनाउँछ। यस्तै कारणले चाहिँ अरू गाउँ चाहिँ विकास हुन सकेन। मैले चाहिँ गर्नुहोस्, तपाईँहरू गर्नुहोस्, मैले सहयोग गर्नुपर्छ भन्यो। अब उनीहरूले अलि चाहिँ राम्रोसँग खट्दैन, नखट्ने कारणले चाहिँ अरू गाउँमा चाहिँ त्यसो विकास भएको छैन। तर हामीसँग नजिकै एउटा भोजुङ गाउँ भनिन्छ, त्यो भोजुङ गाउँ चाहिँ एउटै गाविस एउटै गाउँ हो। त्यहाँ अहिले गाडी नै पुऱ्याएको छ हामीले। त्यहाँ चाहिँ त्यो घले गाउँमा आउने पाहुनाहरू चाहिँ 25% त्यहाँ जाने। घले गाउँको सौन्दर्य, स्वाद र संस्कृतिको अनुभवमा रमाएका यी व्यक्तिहरू आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ। यहाँ आइसकेपछि यहाँको मान्छेहरूले जुन रूपमा हामीलाई वेलकम गर्नुभयो र उहाँहरूको जुन एउटा संस्कार छ अतिथि देवो भव भन्ने कुरालाई चाहिँ उहाँहरूले पालना गरिरहनु भएको जस्तो चाहिँ मलाई लाग्यो। र उहाँहरू एकदमै फ्रेन्डली हुनुहुन्छ। एउटा इभन एउटा बच्चादेखि सानो बच्चादेखि लिएर सबैजना मानिसहरू चाहिँ एकदमै फ्रेन्डली र कोअपरेटिभ हुनुहुन्छ। त्यो चाहिँ हामीलाई एकदमै राम्रो लाग्यो। यो ग्रामीण अध्ययन, ग्रामीण विकासको अध्ययनका लागि चाहिँ हाम्रो विद्यार्थीहरूलाई चाहिँ फिल्डमै गएर चाहिँ एउटा त्यो खालको स्किल डेभलपमेन्टको ट्रेनिङ र सँगसँगै उनीहरूलाई रिसर्चको पनि एउटा ज्ञान होस् भन्ने हिसाबले 25 स्टुडेन्ट्सहरू र हामी टिचरहरू समेत यहाँनिर चाहिँ आएछौँ। र यस क्रममा हामीले चाहिँ गुरुङहरूको चाहिँ धेरै बहुआयामिक संस्कृतिको कुराहरू चाहिँ अवलोकन गर्यौं र सँगसँगै टुरिज्म प्रमोट गर्ने कुरामा र घले गाउँले चाहिँ धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको देख्दा चाहिँ हामीलाई धेरै खुसी लागेको छ। करिब 600 वर्षको इतिहास बोकेको घले गाउँको परिचय आज फेरिएको छ। तर प्रेम घलेको सन्तोषमा अझै धेरै असन्तोषहरू अटाएको छ।
त्यहाँ एउटा गोर्खा पार्क भनेर चाहिँ हामी एउटा पार्क सुरु गर्दैछौँ। त्यहाँ त्यो गोर्खा पार्क बनाइसकेपछि त्यहाँ एउटा तिजीको ताल भनेर चाहिँ तालको व्यवस्थित गर्छौँ। पश्चिमाञ्चलको एउटा नमुना चियापत्तीको बगान बनाएको छ। त्यो चियापत्तीको विकास गरिसकेपछि त्यहाँको पर्यटनको विकास राम्रो होला भनेर चाहिँ मेरो चाहिँ सपना चाहिँ अब त्यो घले गाउँमा चाहिँ थुप्रै पर्यटकहरू लगेर चाहिँ त्यहाँको जनताको जीवनस्तर परिवर्तन गर्ने र विकास गर्ने र त्यो घले गाउँलाई साँच्चै नै घले गाउँ बनाउनको निम्ति चाहिँ सबै पत्रकारहरूसँग सहयोग गरेर चाहिँ प्रचार गर्ने अनुरोध गर्दै अझै घले गाउँलाई 20 वर्षमा लाखौं चाहिँ पर्यटकहरू लगेर चाहिँ त्यहाँको जनताको जीवनलाई परिवर्तन गर्नको निम्ति मेरो चाहिँ सपना छ। म त्यही सपनामा लागिरहेको छु। त्यसकारण चाहिँ म घले गाउँ पर्यटन वर्ष भनेर मनाउने विचार छु। म थुप्रै मान्छेहरूलाई घले गाउँमा ल्याएर लगेर चाहिँ घले गाउँ भ्रमण वर्ष भनेर एउटा चाहिँ मनाएर चाहिँ घले गाउँलाई अझै विश्वकै एउटा चाहिँ चर्चित गाउँमा परिचय गर्नको निम्ति मेरो चाहिँ ठुलो इच्छा छ। अब मेरो इच्छा कहाँसम्म पुरा हुन्छ थाहा छैन। अब त्यो भ्रमण वर्ष बनाउँदाखेरि चाहिँ थुप्रै पैसाहरू लाग्छ, कसरी पैसा जुट्ने कहाँ के गर्ने हो भनेर म त्यसको चाहिँ तयारीमा लागिरहेको छु। घले गाउँको विकास पर्यटनको विकास कसरी सुरु भयो भन्ने शीर्षकमा मैले एउटा किताब लेख्ने मैले जमरो गरिरहेको छु। यो चाहिँ आधारमा पुर्याएर अझ घले गाउँलाई राम्रो बनाउनु निम्ति म चाहिँ त्यसको सपनामा त्यही उसमा दौडाइरहेको छु। मैले चाहिँ के गर्दाखेरि घले गाउँको चाहिँ भ्रमण वर्ष मनाउने भनेर म त्यो सोचमा लागिरहेको छु। एउटा व्यक्तिको दृढ सपनाले एउटा गाउँ परिवर्तन गराएको छ, धेरै मनहरूलाई आफ्नो गाउँमा आकर्षित गरेको छ। घले गाउँलाई सार्क राष्ट्रकै नमूना पर्यटकीय गाउँको रूपमा स्थापित गराउन सफल यी सशक्त एवं सक्रिय व्यक्तित्व ग्रामीण पर्यटन विकास समिति घले गाउँका अध्यक्ष प्रेम घलेका प्रत्येक सपनाले योजनाको रूप पाओस्, योजनाले सहज र सशक्त कार्यान्वयन पाओस्, यही कामना गर्दछ कार्यक्रम जीवनका रंगहरू। स्वर्गभन्दा प्यारो लाग्छ मेरो घले गाउँ, स्वर्गभन्दा प्यारो लाग्छ मेरो घले गाउँ। कार्यक्रम जीवनका रंगहरू आज ग्रामीण पर्यटन विकास समिति घले गाउँका अध्यक्ष प्रेम घलेको जीवनका रंगहरूबाट रंगियो। यसै प्रस्तुतिका साथै कार्यक्रम जीवनका रंगहरूबाट म सूरजवीर बज्वाचार्य पनि छुट्टिन्छु। नमस्कार। हिमाल खुले झै लाली गुराँस फुले झै घर